प्रश्न नंबर 1, गौतम बुद्धको घोडाको नाम के हो? अप्सन ए प्रजावती, अप्सन बी कंथक, अप्सन बी गंधक र अप्सन डी नन्दकुमार। यसको सही उत्तर रहेको छ अप्सन बी कंथक। प्रश्न नंबर 2, नेपालको सबैभन्दा लामो जिल्ला कुन हो? अप्सन ए गोरखा, अप्सन बी चितवन, अप्सन सी धादिङ र अप्सन डी सुर्खेत। यसको सही उत्तर रहेको छ अप्सन सी धादिङ। प्रश्न नंबर 3 रहेको छ खैरो रङको ग्रह भनेर चिन्ने ग्रह कुन हो? अप्सन ए बृहस्पति, अप्सन बी बुध, अप्सन सी पृथ्वी र अप्सन डी अरुण। यसको सही उत्तर रहेको छ अप्सन बी बुध। प्रश्न नंबर 4 रहेको छ नेपालको इतिहासमा शिक्षाको पिता भनेर कसलाई चिनिन्छ? अप्सन ए चन्द्र शमशेर, अप्सन बी भीम शमशेर, अप्सन सी देव शमशेर र अप्सन डी पदम शमशेर। यसको सही उत्तर रहेको छ अप्सन सी देव शमशेर। प्रश्न नंबर 5 रहेको छ घोडा भेडी प्रथा नेपालको कुन जिल्लामा प्रचलित छ? अप्सन ए अछाम, अप्सन बी डोल्पा, अप्सन सी मुगु र अप्सन डी बाजुरा। यसको सही उत्तर रहेको छ अप्सन सी मुगु। प्रश्न नंबर 6 रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? अप्सन ए विक्रम सम्वत 2030, अप्सन बी विक्रम सम्वत 2032, अप्सन सी विक्रम सम्वत 2034 र अप्सन डी विक्रम सम्वत 2040। यसको सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2032। प्रश्न नंबर 7 रहेको छ नेपालमा एभोकाडो खेतीको सुरुवात कुन जिल्लाबाट भयो? अप्सन ए मकवानपुर, अप्सन बी इलाम, अप्सन सी दोलखा र अप्सन डी धनकुटा। यसको सही उत्तर रहेको छ अप्सन डी धनकुटा। प्रश्न नंबर 8 रहेको छ दोलखा जिल्लाको पुरानो नाम के हो? अप्सन ए तिबकोट, अप्सन बी अभयपुर, अप्सन सी सपोदेश र अप्सन डी दोभानचौर। यसको सही उत्तर रहेको छ अप्सन बी अभयपुर। प्रश्न नंबर 9 रहेको छ नेपालको पहिलो नायिका को हुन्? अप्सन ए मनिषा कोइराला, अप्सन बी निरुता सिंह, अप्सन सी भुवनचन्द र अप्सन डी करिश्मा मानन्धर। यसको सही उत्तर रहेको छ अप्सन सी भुवनचन्द। प्रश्न नंबर 10 रहेको छ यार्सा गुम्बाका लागि प्रख्यात जिल्ला कुन हो? अप्सन ए मुस्ताङ, अप्सन बी डोल्पा, अप्सन सी जुम्ला र अप्सन डी मनाङ। यसको सही उत्तर रहेको छ अप्सन बी डोल्पा। प्रश्न नंबर 11 रहेको छ भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन्? अप्सन ए मानवीर थापा, अप्सन बी लखन थापा, अप्सन सी कुलवीर थापा र अप्सन डी कुलमान घरती। यसको सही उत्तर रहेको छ अप्सन सी कुलवीर थापा। प्रश्न नंबर 12 रहेको छ विवाहमा जाँदा गधाको पूजा गर्ने चलन कुन जातिमा रहेको छ? अप्सन ए चेपाङ, अप्सन बी बनिया, अप्सन सी सतार र अप्सन डी धिमाल। यसको सही उत्तर रहेको छ अप्सन बी बनिया। प्रश्न नंबर 13 रहेको छ सूर्य हेर्न प्रयोग गरिने यन्त्रको नाम के हो? अप्सन ए पारा हेलियोमिटर, अप्सन बी फोटोमिटर, अप्सन सी हेलिस्कोप र अप्सन डी अल्टिमिटर। यसको सही उत्तर रहेको छ अप्सन सी हेलिस्कोप। प्रश्न नंबर 14 रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो? अप्सन ए मुस्ताङ, अप्सन बी मुगु, अप्सन सी डोल्पा र अप्सन डी हुम्ला। यसको सही उत्तर रहेको छ अप्सन डी हुम्ला। प्रश्न नंबर 15 रहेको छ विश्वमा सबैभन्दा बढी नपढिने देश कुन हो? अप्सन ए आइसल्यान्ड, अप्सन बी सिंगापुर, अप्सन सी फ्रान्स र अप्सन डी अफ्रिका। यसको सही उत्तर रहेको छ अप्सन ए आइसल्यान्ड। प्रश्न नंबर 16 विश्व व्यापार संगठन WTO को प्रधान कार्यालय कहाँ रहेको छ? अप्सन ए लन्डन, अप्सन बी पेरिस, अप्सन सी जेनेभा र अप्सन डी न्युयोर्क। यसको सही उत्तर रहेको छ अप्सन सी जेनेभा।
प्रश्न नम्बर 17 रहेको छ नुन खानी भएको थापा खोला नेपालको कुन जिल्लामा पर्दछ? अप्सन ए मनाङ, अप्सन बी दैलेख, अप्सन सी हुम्ला र अप्सन डी मुस्ताङ। यसको सही उत्तर रहेको छ अप्सन डी मुस्ताङ। प्रश्न नम्बर 18 रहेको छ विश्व क्यान्सर दिवस कहिले मनाइन्छ? अप्सन ए फेब्रुअरी 1, अप्सन बी फेब्रुअरी 2, अप्सन सी फेब्रुअरी 4 र अप्सन डी फेब्रुअरी 5। यसको सही उत्तर रहेको छ अप्सन सी फेब्रुअरी 4। प्रश्न नम्बर 19 रहेको छ पृथ्वीले एक वर्षमा कति पटक सूर्यको परिक्रमा गर्छ? अप्सन ए 2 पटक, अप्सन बी 1 पटक, अप्सन सी 4 पटक र अप्सन डी 3 पटक। यसको सही उत्तर रहेको छ अप्सन बी 1 पटक। प्रश्न नम्बर 20 रहेको छ मुखबाट बच्चा जन्माउने भ्यागुतो कुन हो? अप्सन ए बुल फ्रग, अप्सन बी ट्री फ्रग, अप्सन सी डार्क फ्रग र अप्सन डी ग्यास्ट्रिक ब्रोडिङ फ्रग। यसको सही उत्तर रहेको छ अप्सन डी ग्यास्ट्रिक ब्रोडिङ फ्रग। सो यदि तपाईहरुलाई हाम्रो यो भिडियो मन पर्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। यदि फेसबुक पेजमा देखिरहनु भएको छ भने हाम्रो फेसबुक पेजलाई पनि फलो गर्नु होला। फेरि भेटौँला यस्तै भिडियोमा, तबसम्मको लागि हस्त धन्यवाद।